अनि के गरेर खाइले अनि के गरेर खाइले मैले पैसा भाइ मलाई के थाहा पैसा भाइ अहिले पैसा भाइ यहाँ आइज त यहाँ आइज त यहाँ आइज त यहाँ आइज त यहाँ आइज यो पैसा भाइ यहाँ फुटुरमा राखेको पैसा खोइ पैसा हुन्छ भरे भरे पैसा राखेको खोइ यहाँ पैसा देखा मैले होइन कसले हुन्छ त घर आउँछ कसले हुन्छ म एकछिन बोलमा बस्नु न राम्रोसँग कुरा गरेर नानी यो कसले राखे त कसले यस्तो गरेर ल यो पैसा म तपाईको अब तपाईलाई तपाईको छोराछोरी भने मै हो तपाईलाई भोलिपर्सि पाल्ने मैले हो अब मैले खाँदाखेरि के भयो त मैले अस्ति नै फुटाएर मैले त मलाई चाहिएको थियो मैले त्यतिखेरै फुटी गरेर चल्का यत्रो पैसा जम्मै खाएर सिद्धर म त खाँदैन तपाईलाई पाल्ने मैले त अनि किन बचत गरेर राख्नु कहिले पाली कहिले मलाई परेछ अहिले के हुन्छ के गर्ने त अब के चाहिँ तपाईले नदिए त भने पैसा तपाईले त्यति दिएको हो मैले फुटाउनु पर्दैन मैले त्यहाँ ऋण तिर्नु अहिले भनेर मैले यो आएर खुत्रियो फुटाउँछु भनेर सोचेर आएको म कहाँ जाने म